नमस्कार, सौगात राई भ्लग युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। सब्स्क्राइब, लाइक, सेयर गरिदिनु होला। धन्यवाद। आज फेरि हामी श्रम संस्कृति पार्क लागेका थियौँ हेर्नलाई। सो हामी यहाँ चाहिँ खाजा खाएर हाम्रो के हो सरदा खाजा घरमा हामी नास्ता खाएर चाहिँ ल आयौँ। तपाईँहरू आउनु होला। यहाँ सेकुवा पर्क डामेको सेकुवा बनाएको चाहिँ साह्रै राम्रो बनाउनु हुँदो रहेछ। उहाँ हो बनाउने मान्छे चाहिँ ल आइदिनु होला। यहाँ हाम्रो सांस्कृतिक पार्क मुनि छ। सो यहाँ आइदिनु होला। त्यसपछि खानु चाख्दिनु होला कस्तो मिठो पाउनुहुन्छ। हामीलाई चाहिँ साह्रै मिठो लाग्यो। सो अब हामी लाग्नेछौँ। आज श्रम संस्कृति पार्क चाहिँ घुम्न पुरै भनेर आएको हो खास गाइस। तर पानी परेर हामीलाई चाहिँ आज एकदम गाह्रो भयो यहाँ तपाईहरुलाई पुरा भिडियो देखाउन श्रम संस्कृति पार्क पुग्नलाई। सो अब हामी लाग्नेछौँ। पानी थोरै थोरै रहेको छ। सो हेर्दिनु होला सबैजना दर्शकबिनहरु। म तपाईहरुलाई यस्ता यस्ता भिडियोहरु अरु पनि देखाउने नै छु। यहाँको लाइक शेयर गर्न नभुल्नु होला। सब्स्क्राइब गरिदिनु नभुल्नु होला। मेरो युट्युब च्यानल सौगात राई भ्लगलाई माया गरिदिनु होला। यहाँ देख्नु हुन सक्ने नै छ। आज 2 गते भएर पनि मानिसको भिड भनेको अझै पनि उत्तिकै छ, घटिरहेको छैन। हिजो नयाँ वर्षको अवसरले गर्दा होला सायद यहाँ यस्तो आइरहेछ मानिसहरू अझै पनि। यहाँ आज पानी परेर यस्तो भेलबाडी चम्किरहेछ। हेर्दिनु होला तपाईहरुले। सबैजना यति साह्रो मानिसको भिड छन्। पानी परे तापनि हेर्नु होला गाडीको लाइन छ यहाँ। यदि हाम्रो आज पानी नपरेको भए यहाँ हेर्दिनु होला हाम्रो सांस्कृतिक पार्कहरू राम्रोले माथि देखिरहनु भएको छ। यो चाहिँ गेट यहाँ हामी अब लाग्नेछौँ। हामी त गाडी माथि छोडेर यहाँ पानी परेर मानिसका भिडहरू बसिरहेछ। सो अब हामी लाग्नेछौँ। यो पार्कमा आज हामी बस्नलाई यतिकै भयो। आजको एसटिबी गार्डन पनि देखाउनलाई मजाले देखाउन सकिरहेको छु कारण पानी परेको छ। अहिले चाहिँ अलिक थोरै थोरै भए पनि पुरै नभए थोरै थोरै भए पनि रोज गार्डन देखाइरहेको छु। आज यहाँ गाह्रो छ हाम्रो दिललाई। ल हजुर हेलो हाई गरिदिनुहोस् मेरो युट्युब च्यानललाई। कहाँ घुमेर आउनुभयो? नमस्कार। ल यहाँ भाइहरू सबैजना साना साना हाम्रा युवा भाइहरू आएर आज हो त। ल हेलो भाइहरू। ल सबैजना सौगात राई भ्लग सब्स्क्राइब। ल ल आमा हाम्रो भाइहरू धरानको रक भाइहरू है फेरि सबै ग्याङ रक ग्याङ होइन भाइहरू? रक ग्याङ भाइहरू। एलेक्स हो एलेक्स। हेलो गाइस, अब हामी लाग्नेछौँ यहाँदेखि हर्का साम्पाङज्यूको श्रम संस्कृति पार्क। धरान उपमहानगरपालिकाको हाम्रो मेयर श्री हर्का साम्पाङज्यूले बनाउनु भएको श्रम संस्कृति पार्कलाई आज हामी भ्रमण अवलोकन गरी फर्किँदैछौँ। हामी यहाँ रमाएका छौँ। हामी नभएर दर्शकबिनहरू धेरै छन् रमाउने। यहाँ पानी परे तापनि धेरै मानिसहरू आउनु भएको छन् दर्शकबिनहरू। सो हामी बिस्तारो बिस्तारो अब लाग्ने नै छौँ। यहाँ हेरिदिनु सक्नुहुनेछ तपाईहरूको साथ धेरैजना दर्शकबिनहरू आउनु भएको छ। यहाँ मानिसको जमर्को उत्ति नै छ। हाम्रो हर्का साम्पाङज्यू यहीँ हुनुहुन्छ। हर्का साम्पाङज्यूलाई हामी यहाँ मेयर साहबज्यू यहीँ हुनुहुन्छ, देख्नु सक्नुहुनेछ। सो यहाँ चाहिँ भिड छन् हर्का साम्पाङलाई हेर्ने मानिसहरू। हाम्रो श्रमको पिता भनेर चिन्न सकिन्छ। यहाँ हाम्रो भाइ मेरो सहकर्मी साथी यहीँ हुनुहुन्छ, हेर्दै जानु होला। तपाईहरुलाई म यो गाडीभित्रबाट अलिक देखाउन स्पष्ट देखाउन नसकेको
बारेमा क्षमा प्रति चाहन्छु। हेर्दै गर्नुहोला हाम्रो यो ओसो पार्कको पुल रहेको छ। हामी यहाँ अब श्रम संस्कृति पार्क धरान भनेर लेखेको माथि देखिरहनु भएको छ। हाम्रो मेयर साहब पनि अहिले पानी रहेको अवस्थामा आइपुग्नु भएको छ। यहाँ उहाँलाई पनि मैले तपाईहरुलाई देखाइसकेको छु। ल उहाँहरू हर्का साम्पाङलाई फोटो खिच्छु भन्दै आउनु भएको छ। उहाँदेखि बुटवलबाट आउनु भयो अरे उहाँहरू। सो हाम्रो मेयर साहबको धेरै नै गुणगान, धेरै नै एकदम इष्टमित्र र हरेक देश कुना विदेशको कुना कुना ठाउँबाट पनि उहाँलाई चिन्नुहुन्छ। सो हेरिदिनु होला। यहाँ हामी अगाडि बढ्ने नै छौँ। सो हेर्दै जानु होला। यहाँ भिडियो बनाउनेको घुइँचो छ। गाडी पनि त्यतिकै आएको छ भने मानिसहरू त्यतिकै आइरहेको छ। हेरिदिनु होला। हाम्रो श्रम संस्कृति पार्कलाई हेर्ने माया गर्ने दर्शकबिनहरू धेरै हुनुहुन्छ। सो तपाईहरुले पनि माया गरिदिनु होला मेरो युट्युब च्यानललाई। म आगामी दिनहरुमा नि हजुरहरुको सामु यस्तो मनोरञ्जनात्मक भिडियोहरु ल्याउने छु। सब्स्क्राइब पनि गर्न नभुल्दिनु होला। अब हामी यहाँदेखि फर्केका छौं। हेरिदिनु होला। उ त पल्लोमा लगाएर खाँदौं न। उहाँले संकेत गर्नुभएको छ अगाडि गाडी चाहिँ पुरै जाम छ भनेर। सो हामी यहाँ साइड लाग्ने छौं। यहाँ अगाडि चाहिँ अहिले गाडी जाम छ भनेर हामी यही रोकेका छौं फर्किने क्रममा। हिजो ठुलो गाडी चाहिँ के गाडी आउँदा बस त नि यता छिर्नु दिन्छ र भनेको। हिजो नयाँ वर्षको अवसरमा मानिस धेरै आएका थिए भने आज पनि 2 गतेका दिन पनि नयाँ वर्ष सोसर नै मान्छे आइरहेका छन्। हेरिदिनु होला। हाम्रो श्रम संस्कृति पार्कलाई माया गर्ने दर्शकबिनहरू धेरै हुनुहुन्छ। कहाँबाट हुनुहुन्छ कमेन्ट गर्नु होला। यहाँ हेर्न आउने मानिसहरू पनि धेरै छन्। आज यस्तो पानी परे तापनि मानिसको घुइँचो भने कमी हुन सकेको छैन। सो मानिस पनि आएका छन्। बाटोमा यातायात साधनहरू जाममा परेका छन्। हामी पनि अहिले जाममा परेका छौं। हेरिदिनु होला। सबै मानिसहरू जाम परेर पैदल यात्री आइरहनु भएको छ। साधन आउने असम्भव भएपछि यात्रा गरेर आइरहनु भएको छ। पानी परेको बस आएको छ हो छैन खै यहाँनिर चाहिँ यहीँनिर देखि त साम्पाङलाई हेर्नु जाने मानिसहरूको घुइँचो अहिले पनि कमी भएको छैन। हर्का साम्पाङलाई हेर्नु जाने मानिसको घुइँचो अहिले पनि कमी भएको छैन। यहाँ हेर्नु सक्नुहुनेछ। तपाईहरु दर्शकबिनहरू हेरिदिनु होला। यहाँ मानिसको घुइँचो अझै पनि कमी हुन सकेको छैन। यहाँ हेरिदिनु होला। हाम्रो मेयर हर्का साम्पाङ ज्यू चाहिँ अहिले श्रम संस्कृति पार्कमा पुग्नु भएको छ। उहाँलाई हेर्ने मानिसको घुइँचो कमी भएको छैन। होला अहिलेको समयमा गाडीको जाम खुलेर आइरहेका छन्। गाडीहरू पास भइरहेका छन्। सवारी साधनहरू हाम्रा 2 पाङ्ग्रे लगायत 4 पाङ्ग्रे सवारी साधनहरू यहाँ अहिले भर्खरै मात्र खुलेको छ। सो जाने क्रम रहेको छ। हामी यस जाम खुलेपछि हामी पनि लाग्ने नै छौं। हेर्दै गर्नु होला दर्शकबिनहरू। यहाँ धेरै गाडी स्टक भएर बसेको रहेछ। आउने क्रम भइरहेको छ। हेरिदिनु होला। बोरिङ भयो
देख्नु हुँदैछ तपाईहरुले कस्तो छ हाम्रो सवारी जाम, कति जाम लागेको रहेछ भन्ने कुरा हेरिरहनु भएको छ। यो चाहिँ हाम्रो ओसो पार्क जाने ठाउँ। यहाँ हामी बाटोमा हामी यस्तो जाममा परेका छौँ। यहाँ मानिसहरू जाम परेर पैदल यात्री गरी आइरहनु भएको छ। फोन गर्नुभएको रहेछ भन्नुभयो। ए हिजो आयो अझै पनि हातले संकेत गरिरहनु भएको छ। यहाँ गाडी आइरहेको छ, एकछिन पर्खिदिनु होला भन्दै उहाँ अगाडि एकजना मानिसले हातको संकेत देखाइरहनु भएको छ। अनि ऊ चाहिँ हामी अझै धैर्यका साथ रोक्नै पर्ने भइरहेछ। हो र हेरिदिनु होला। खाजा खानुभयो? यत्रो सानो बाटोमा यत्रो ठुलो गाडी हिँडाएपछि जाम त त्यतिकै हुने भयो। हेरिदिनु होला। आएन यहाँ अब यसपालिको लागि त्यतिमै चाहिँ मिलाउनु पर्ने हुन्छ दाजु। अब दाजुभाइ बरु बसेर उ गरौँला न हैन। दिनु होला तपाईहरुले। यो सानो बाटोमा धेरै सवारी साधन यातायातको भिड भएपछि जाम लाग्ने नै भयो। सो हामी यहाँ पर्खेर बसेका छौँ। हामी धैर्यताका साथ बसेका छौँ। यहाँ आउने क्रम रहेका छन्। हाम्रा सवारी साधनहरू ठुला तथा साना सवारी साधनहरूको आगमन भइरहेकै छ। हेरिदिनु होला। यहाँ अप्ठ्यारोमा बाटो क्रस गर्न गाह्रो भइरहेको छ। सो हामी साइड लाग्दैका छौँ। यहाँदेखि हामी हिँडेका छौँ। हेरिदिनु होला। अहिले मात्र भर्खरै बाटो क्रस गरेर बाटो खुल्ला भएर हामी लागेका छौँ। यहाँ हेरिदिनु होला। ल हुन्छ दाइ। ल साइड लाउनु अब। गाइस यहाँ गाह्रोका साथ एकदम गाह्रोका साथ हामी आयौँ। यहाँ अहिले यता पस्छ भाइ। गान्देव टेम्पललाई यता पस्छ। ठोक्यो होला हौ। यहाँ बल्ल चोक आइपुगेका छौँ हामी। गाह्रोका साथ कति पछि आइपुग्यो भन्नु? जामका साथ लगभग त्यहाँदेखि हामीलाई आउन यहाँ 300 मिटर होला, तर निस्किनलाई 1.5 घन्टा 2 घन्टा लागेका छ। यहाँदेखि हामी लाग्नेछौँ ओह्रालो भानुचोकतर्फ। यता भने बाटो क्लियर छ। हामी मजाले जानेछौँ। हेरिदिनु होला। आजको श्रम संस्कृति पार्कलाई पुरा देखाउन नसकेकोमा म क्षमा प्रार्थी। यहाँ मौसमको गडबडीले हामी पुरा देखाउन सकेका छैनौँ। सो हेर्दै गर्नुहोला। मेरो युट्युब च्यानललाई माया पनि गर्दै गर्नुहोला। सौगात राई भ्लगलाई माया गरिदिनु, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। नमस्कार।